विष्णुमय युट्युब च्यानलमा सबैलाई स्वागत छ। आजको न्यू भिडियो चाहिँ के लिएर आएको छु भनेदेखि यसो हाम्रो बारीमा चाहिँ रत्नौलो बेसकन हुन्छ अनि रत्नौलो झिक्न आएको। एकदम गर्मी न गर्मी भयो अनि रुखको फेदमा बसेर यसो भिडियो बनाएको छु। अनि यो बारीमा चाहिँ मकै छर्ने भनेको साथीहरू। अनि हाम्रो बारीमा त्यो रत्नौलो झार चाहिँ एकदम बढी मात्राले पलाउँछ। यो चाहिँ गाउँबारी हो। गाउँबारीमा चाहिँ मकै छर्ने भनेको। अनि यो रत्नौलो चाहिँ पहिला निकालेर चाहिँ मकै छरौँ भनेको। मेरो भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहोला। अनि मेरो बुढा चाहिँ उता पारिपट्टि गोरु जोत्दै हुनुहुन्छ। अहिले चाहिँ यता मकै छर्नको लागि चाहिँ ल्यारको लगाउनको लागि गोरु लिएर आउनुहुन्छ। अनि अहिले बुढोले देख्यो भने फेरि भिडियो बनाएर बस्छस् भनेर कराउँछन्। त्यही भएर यसो रुखको फेदमा बसेर चाहिँ शीतलमा बसेर चाहिँ भिडियो बनाउँदैछु। अहिले मेरो बुढाले ल्यारको लगाएको भिडियो लिएर आउनेछु आज। के कस्तो लाग्छ हजुरहरूलाई? राम्रो लाग्यो भने कमेन्ट, लाइक, सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै अब म चाहिँ यो रत्नौलोको गान्टा निकाल्दै फाल्छु है साथीहरू। रत्नौलो खन्दा भ्याउँदै भएन भिडियो गर्नु। आधी भइसकेपछि पो भिडियो गर्दैछु। यो रत्नौलोले खन्दा भ्याउँदै भएन। अझ खनिन यो रत्नौलो। अब पर्सि गोड्दा नै फ्याल्नै पर्छ। फुट्दै फुटेन, सुकेछ बारी। अब कोदालीले ठटाउने माथि यसलाई पनि। खेती लाएर खानु चाहिँ दुःख छ दर्शक साथीहरू। हेर्नु यस्तो नलगाउने हुने भएन। खेती बारी बाँझो राख्नु नि मिलेन। आयो नि अब यस्तो माथि ठटाउनु पर्यो यसलाई। Yeah.